प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुने योग छ। 5 वर्षै त जानुहुन्न ज्योतिषीय हिसाबले। बालेनको भविष्यको विषयमा त मैले आफ्नो सामाजिक सञ्जालहरूबाट पनि मैले गरिराखेको छु। विश्वास छ जनतालाई बालेन सरकारप्रति, मलाई पनि त्यति नै विश्वास छ। बालेन सरकारले गर्छ भन्ने कुरामा मलाई पनि विश्वास छ। तपाईको टेस्ट फरक छ, मेरो टेस्ट फरक छ। अब तपाईले माछा मासु खानु हो भन्दा मलाई जबरजस्ती खा भन्नुभयो भने त्यो राम्रो हुँदैन। सबै खराब हुन्छ भन्ने हुँदैन। होला एउटा बोरामा 2-4 कुहिएका आलुहरू निक्लेलान् हैन, त्यसलाई सफा गरेर भएको आलुलाई राम्रोसँगले पखालेर अथवा त्यसलाई जतन गरेर राख्ने हो। अब त्यो चाहिँ मलाई गलत लाग्छ, किनभने होला खराब व्यक्तिको बारेमा एक्सपोज गर्नु वा उनीहरूलाई चाहिँ ल्याउनु राम्रो कुरा हो, तर एउटाको कारणले गर्दा सबलाई दोष लगाउनु त्यो चाहिँ गलत हो। युवा हुनुहुन्छ, युवा ज्योतिष हुनुहुन्छ, सबैको मनमुटुमा बस्न सफल हुनुहुन्छ। अहिले विश्वकप पनि चलिरहेछ, कतिको हेरिरहनु भएको छ गुरु? म चाहिँ के भन्छु भने विश्वकप हेर्दा जति मजा आइरहेछ त्योभन्दा मजा यो फिल्म हेर्दा आउँछ। त्यो भएर विश्वकप हेर्ने जति सबैलाई फिल्म हेरिदिनुहोस् भन्छु। के छ यसपालि अब कसले जित्ला त? अब हामी नजिक पनि छौँ, तपाईँको भविष्यवाणी कतिर जाला? अब अहिलेको अवस्थामा मेरो बुझाइमा चाहिँ फ्रान्स र अर्जेन्टिना नै फाइनलमा पुग्छ जस्तो लाग्छ हैन। तर अब जित्ने विषयमा चाहिँ हामीले त्यसको विषयमा कति बजी खेल हुन्छ, कुन स्टेडियममा हुन्छ, त्यो सम्पूर्ण कुराहरू हेर्नुपर्ने हुन्छ। त्यो भएर म भिडियो चाहिँ सार्वजनिक गर्छु, तर कुण्डली नहेरिकन हच्चाको घरमा चाहिँ भन्न सक्दिनँ। एम्बापे र मेस्सीमा दुईजनाको स्टेडियमदेखि बाहेक उहाँहरूको दुईजना खेलाडीलाई मात्रै हेर्ने भने सम्भावना कसको छ? यदि दुईजनाको मैले जस्तै यो भविष्यवाणी चाहिँ होइन, अहिलेसम्मको कुण्डली मैले हेर्दाखेरि मैले धेरैवटा गरि पनि सकेको छु प्रेडिक्सन, जो सफल भइ पनि रहेछ। सायद हजुरहरूले कतिको निहालिरहनु भएको छ। यदि त्यो टाइमको कुरालाई छोडेर, जति बेला म्याच सुरु हुन्छ त्यो टाइमको कुरालाई छोडेर अहिलेको अवस्थालाई कुण्डलीकै आधारमा बोल्ने हो भने चाहिँ अर्जेन्टिनाकै सम्भावना धेरै छ। अब जस्तो भर्खरै मात्रै अर्जेन्टिना र इजिप्टको खेल पनि सम्पन्न भयो, अहिले विवादित पनि छ र पुनः खेल खेलाइने भन्ने खालका कुराहरू पनि छन्। त्यसमा चाहिँ के देख्नुहुन्छ तपाईँ? त्यो त मलाई थाहा भएन। ज्योतिषले त्यति धेरैसम्म पनि देख्दैन हैन। त्यो चाहिँ माताहरूलाई धामी झाँक्रीलाई नै सोध्नुपर्छ। मलाई चाहिँ थाहा छैन। यो जुन गेम हेर्नु हो नि गुरु, इजिप्ट र अर्जेन्टिना गेम हेर्नुभयो नि, यो विवादित छ। एम्पायरले चाहिँ अलिकति एकपक्ष खेलायो भनिरहेका छन्। एज अ गुरुको रूपमा, युवा पुस्ताको रूपमा तपाईँलाई चाहिँ कस्तो लाग्छ? अब हेर्नुहोस्, हामी खेलको मजा लिने हो हैन। जोसुकैले फल्ट खेलाओस्, जेसुकै गरोस्, हामी चाहिँ कस्तो भयौँ भने हामी फ्यान हौँ हैन। हामी कस्तो फ्यान भयौँ भने त्यो सिलिङमा राखेको बिग्रेको फ्यान हुन्छ नि, धेरै आवाज आउने हैन, इरिटेट बनाउँछ नि, चिसो पनि चाहिएको छ, इरिटेट पनि हो, त्यो टाइपको फ्यान भयौँ। त्यो भएर साथीहरू झगडा गरिरहेको हुन्छन्, कमेन्टतिर टिकटकमा लाइभ बस्दा मलाई नि अलिअलि गाली गरिरहेको हुन्छन्। के भन्छु भने खेलको मजा लिनुहोस्। जसले जिते पनि, जसले हारे पनि, जसले जे गरे पनि नेपालीले पाउने के होइन। जुन दिन नेपाल वर्ल्ड कपमा पुग्छ, विश्वकप खेल्ने ठाउँमा पुग्छ, त्यो दिन अनि बाजे पनि बाजौँला, लडाइँ गरे पनि गरौँला। अहिले चाहिँ त्यही भएर जोसुकैले फल खेले पनि त्यसमा मेरो भन्नु केही पनि छैन। कतिपयले कमेन्टमा भनिरहेका हुन्छन् गुरुज्यूले चाहिँ अब यो नयाँ सरकारको भविष्य चाहिँ कस्तो देख्नु भएको छ, सोध्नु पर्यो, यस विषयमा पनि बोलिदिनु पर्यो भन्छन्। गुरु कस्तो छ अहिलेको बालेको सरकारको भविष्य चाहिँ? यस्तो छ, सरकारको भविष्य जेसुकै होस्, देशको भविष्य राम्रो हुनु पर्यो पहिलो नम्बरमा। सरकार जोसुकै आओस् त्योसँग सरोकारै भएन। विश्वास छ जनतालाई बालेन सरकारप्रति, मलाई पनि त्यति नै विश्वास छ। बालेन सरकारले गर्छ भन्ने कुरामा मलाई पनि विश्वास छ। जनताले पनि विश्वास गरेरै 2/3 सरकार बनाइदिएका हुन्, त्यसमा समस्या भएन। अब त्यो चाहिँ टिक्छ टिक्दैन, यो बालेन सरकार कति टिक्छ के टिक्छ भन्दा पनि हाम्रो फिल्म चाहिँ टिक्छ भन्ने विश्वास त छु। यो 100 दिनमा कस्तो देख्नुभयो बालेनको भविष्य चाहिँ? बालेनको भविष्यको विषयमा त मैले आफ्नो सामाजिक सञ्जालहरूबाट पनि मैले गरिराखेको छु। ठिक छ, राम्रै छ, तर अलिकति कठिन परिस्थितिको सामना उहाँले गर्नुपर्ने अवस्था आइरहेको छ। जोगिनुपर्छ भन्छु। यो 5 वर्ष टिकाउन उहाँले के गर्नु पर्ला? 5 वर्षै त बालेनजी जानुहुन्न, त्यो त पक्का हो। त्यो त जानुहुन्न। 5 वर्षै त जानुहुन्न, ज्योतिषीय हिसाबले जानुहुन्न। दुःख कष्ट आइपर्ला बिचमा उहाँलाई प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुने योग छ। यो चाहिँ कन्फर्मै हो हैन, यो 100% हो। जस्तो तपाईँले अघि माताको कुरा गर्नुभयो होइन, बाबाहरूको कुरा गर्नुभयो। भर्खरै मात्रै यो विषय पनि अलिकति विवाद छ, एउटा कार्यक्रममा जानुभएको थियो। अहिले जति पनि बाबाहरू छन्, माताहरू छन्, ज्योतिषहरू छन् होइन, कथावाचिकाहरू छन्, उनीहरू सबै ढौगी हो भन्ने खालका कुरा आइरहेछन्। के हो यो कुरा, कतिको सत्य हो? के छ यसमा? अब के भन्ने हजुर, मैले त यसलाई होइन, तपाईँलाई आलु मन नपर्ला, मलाई आलु मनपर्छ। तपाईँलाई माछा मासु मन पर्ला, मलाई मन पर्दैन। तपाईँको टेस्ट फरक छ, मेरो टेस्ट फरक छ। अब तपाईँले माछा मासु खानु हो भन्दा मलाई जबरजस्ती खा भन्नुभयो भने त्यो राम्रो हुँदैन। त्यो भएर मान्छेको आफ्नो जस्तो सोच, जस्तो टेस्ट छ, जस्तो विचार छ, मान्छेले त्यो अनुसारको धारणा राख्ने हो हैन। कोही पनि कुनै पनि क्षेत्रमा
तपाईँको चाहिँ नि कोही सबै खराब हुन्छ भन्ने हुँदैन होला। एउटा बोरामा 2-4टा कुहिएका आलुहरू निक्लेलान् होइन, त्यसलाई सफा गरेर भएको आलुलाई राम्रोसँगले पखालेर अथवा त्यसलाई जतन गरेर राख्ने हो। अब त्यो चाहिँ मलाई गलत लाग्छ, किनभने होला खराब व्यक्तिको बारेमा एक्सपोज गर्नु वा उनीहरूलाई चाहिँ ल्याउनु राम्रो कुरा हो, तर एउटाको कारणले गर्दा सबलाई दोष लगाउनु त्यो चाहिँ गलत हो। यो अहिले बिगबिगी बढ्यो भन्छन् नि, यो माता धामी झाँक्रीको चाहिँ अलिकति नभइकन पनि शक्ति प्राप्त नभई पनि पैसाको लोभमा विकृति बढे धामी झाँक्री भन्छन्। यसमा चाहिँ तपाईँलाई कस्तो लाग्छ? अब यस्तो छ, पहिलो कुरो त कुनै पनि मान्छेको शरीरमा भगवान आउँदैन होइन। यो मलाई पाथिबाट आयो, यो मनोकामना आयो, यो के आयो, यो चाहिँ भ्रम नै हो। विशुद्ध रूपमा जसले मेरो शरीरमा भगवान आयो भन्छ त्यसले थाङ्नामा सुताइरहेछ मान्छेलाई। भगवान कहिले आउँदैन, भगवानको कृपा हुन्छ, आशीर्वाद हुन्छ, पञ्चतत्त्वले उसलाई साथ दिन्छ, पञ्चतत्त्वले उसलाई सहयोग गर्छ, रक्षा गर्छ, तर कुनै पनि मान्छेको शरीरमा भगवान चाहिँ कहिले पनि आउँदैन, त्यो चाहिँ असम्भव हो। जस्तो एउटा कार्यक्रमको त जुन क्लिपहरू भाइरल भइरहेछ नि, उहाँले बोलेको कुराहरू कतिसम्म सत्य हो? कुन चाहिँ क्लिप भन्ने हुनुहुन्छ नि, उहाँ कस्तो खालको मान्छे हो, कति सत्य बोलिराख्नु भएको छ? अब हेर्नुहोस्, कसैको बारेमा म त्यसरी आकलन गर्न सक्दिनँ, तर हिन्दूलाई मात्रै मैले उहाँ बहिनीलाई भन्ने कुरामा चाहिँ हिन्दूलाई मात्रै नगरेर जो अहिले क्रिस्चियन अथवा मुस्लिम समुदायमा भएका विकृतिहरू छन् उनीहरूलाई पनि चाहिँ एक्सपोज गर्नुहोस् भन्न चाहन्छु। बाँकी गलतलाई त छोड्नै हुँदैन, चाहे त्यो हिन्दू होस्, मुस्लिम होस्, क्रिस्चियन होस्, जोसुकै होस्। सही छ भने सहीलाई चाहिँ बदनाम गर्ने कोसिस नगरौँ। बहिनीको काम धेरै पक्षमा सही पनि छ र कतिपय कुराहरू बहिनी अलिकति बढी हौसिएर गएको हो कि भन्ने पनि महसुस भएको छ। बाँकी अब अहिले चाहिँ ती कुराहरू भन्दा पनि फिल्मकै कुरा गरौँ न भन्छु म चाहिँ। मन्दिरमा छौँ होइन, तपाईँ जतिको वरिष्ठ व्यक्तिले बोलेका धेरै कुराहरू पुगेका छन्, त्यही भएर अन्तिममा के भन्नुहुन्छ? अन्तिममा हाम्रो फिल्म सबैले हेरिदिनु होला होइन, सबैले हाम्रो फिल्म हेरिदिनु होला। यो मेरो पहिलो पटक मैले यो चलचित्रमा आफ्नो केही हदसम्म लगानी पनि गर्दैछु र मलाई विश्वास छ एउटा फिल्म बनाउनको लागि केवल एउटा टिम भएर हुँदैन, एउटा कथा मात्रै भएर हुँदैन, सम्पूर्ण कुरा मिल्नुपर्छ, मेहनत परिश्रम उत्ति नै चाहिन्छ, तब गएर एउटा फिल्म बन्ने हो। त्यो कारणले यो फिल्म उत्कृष्ट बन्नेछ भन्ने कुरामा हामी ढुक्क छौँ। सबैले हलमा आएर हेरिदिनलाई अहिले नै चुले निम्तो गर्दै यहीँ भनाइदिन्छु। फ्रान्स र मोरक्कोको गेम हुँदैछ, मोरक्को नै हो, मोरक्कोको गेम हुँदैछ, बहुचर्चित खेलाडीहरू छन्, के होला यो आज ठ्याक्कै भनिदिनुहोस् त ल मन्दिरबाट। अब अहिले यो विषय मैले हेरेको छुइनँ होइन, आज हेर्नै भ्याएको छुइनँ, हिजो पनि 9-10 बजीसम्म बेलुका बिजी थिएँ, अनि कति बजीदेखि खेल हुन्छ भने थाहा छैन। अब अहिले घरमा गएर हेर्नुपर्ने हुन्छ, टिकटकमा हाल्छु तानेर राख्न है। धन्यवाद, नमस्ते। आज यहाँ मन्दिरमा नयाँ चलचित्र सुरु गर्दै यो चलचित्रमा